के रस खाने आज हामीले लिएको यतिमा 1.5 लाखको सामान लग्यो तर साथीहरु हामीले किन्ने भनेको नदिएको क्या फेरि लास्टमा साथीहरु नेपालले 2 लाख बनिएको अनि हिसाब गर्दा गर्दा 50,000 त मेरो पैसा हरायो नि यो चाहिँ आज हामीलाई साउले काम सिकाएर अनि त्यसपछि यति चाहिँ खाना दिएको लास्टमा साथीहरु मिठो मिठो हुँदै रहेछ अब माम पकाएर खानुपर्ने छ 10:30 11 हुन आँटिसक्यो आज हाम्रो खानामा के छ साथी बेलुका त जसो तसो गयो आज हाम्रो बिहानको 10:30 भइसक्यो 10:30 बजेको खानामा चाउचाउ यो पनि कस्तो छ कोनी चाउचाउसँग अनि हिजोकै बासी माम छ के अरे उसरी खोल्यो बासी माम छ अनि त्यसपछि आजले हामीलाई बिहान कति बजे 8 बजे हो 8 बजेतिर लगेर काम सिकाउनु भयो यसो भनेर तालगी टिपिङ होला 2-3 वटा फिनेला उसको अनि त्यसपछि आजलाई यति नै अनि भोलि चाहिँ 6 बजे आइज भन्छ अरे के रे हैन भोलिदेखि चाहिँ 6 बजे नै रे काम अनि आज अब खानासाना खाएर साजनलाई उता मार्केट लानु भन्नुपर्ने छ अब सब्जीहरु केही छैन सब्जीहरु ल्याउनु पर्ने छ के भनेर भन्ने हो अनि केही छैन मासु पनि ल्याउनु पर्ला है अलिअलि त मासु पनि ल्याउनु अनि त्यसको लागि मसलाहरु पनि लिनु पर्ला मासु पनि लिनु पर्ला अब नभएको पनि 2 हप्ता जतिको लागि त ल्याउनु पर्छ होला मलाई थोरै नै दिन यत्रो खता नि भात पनि यस्तो आधे पुरै त्यो के भन्ने हो यस्तो केही कुराहरु केही कुरा टास्न पर्यो भने त के भन्छ त्यसलाई फेब्रिकलहरु केही लिनै पर्दैन कि मामले टाँसे भयो ट्याप ट्याप मान्छे पनि टाँसिन्छ भित्तामा टाँस्यो भने त्यस्तो खालको छ कि कस्तो खालको हो यो भाते यत्रो है गाह्रो छ आजको खाना यही छ यहाँनिर ऐना हेर्दै हेर्दै खानुपर्ने हुन्छ साथीहरु रुच्छ कि ऐना हेर्दै खाँदाखेरि अलिकति भए पनि राइस कुकर पनि के बोल्दो रहेछ है हाम्रोतिर त बोल्दैन त राइस कुकर भन्छ कि कुकर भन्छ त्यो चम्चा हुनुपर्ने मिठो मिठो रहेछ चार कति भाथी होला है राष्ट्रै थगाइ लागेर सुतेको म चाहिँ सुतेछु साथीलाई चाहिँ निन्द्रा लागेन ह अनि यहाँ साथीले चाहिँ के गरेर अनि गाजर काटेको हेर्नु यहाँ कहाँदेखि काटेर 1 इन्च जति काटिसक्यो यस्तो रहेछ साथीहरु हेर्नु न हामीले किन्ने भनेको नदिएको क्या फेरि पैसा आफैले तिर्नु छ है कति झन्डै आज सिद्धि होला हाम्रो 1.5 लाख है पैसा आफैले किन्नु छ कि आफै पैसा तिर्नु छ त्यही पनि यो पनि भयो त्यो पनि भयो आलुको 1 केजी पनि छैन होला अब हामी आलु कति खान्छौँ हैन नकिन भनेको कि यस्तो कसरी खाने हो त नि यो लौ मारे यस्तो छ अनि हामीले के ल्यायौँ र यो दाल बल्ल यो नेपाली दाल देख्दा त यस्तो खुसी भएको साथीहरु हैन यहाँको मान्छेले त दालै नखाने त के सुप खाने के 1-2 वटा यसो चामलको गेडा जस्तो झुलुङ झुलुङ पारेर अनि के को रस खाने आज हामीले लिएर आएको यतिमा 1.5 लाखको सामानहरु यहाँ अदुवा अनि त्यसपछि लेमन माने हाम्रो जस्तो नहुने रहेछ अनि स्याउहरु अलिअलि यस्तो लिएर आएको छौं यो स्ट्रबेरी चाहिँ हैन यो स्ट्रबेरी चाहिँ बिहान दिएको अनि त्यसपछि आलु जम्मा यति के यो पनि नलाइजा भनिरा थियो चाउचाउहरु लिएर आयो यस्तो लिएर आयो अनि यो गाजर पनि नले उहाँ छ भनेर दिएन अनि त्यसपछि प्याज किन्न पनि नदिएको हैन अनि प्याज पनि किन्न दिएन साथीहरु यस्तो ल्याइदिएछ हेर्नु न यो त केही छैन के यी सबै कचकिच माथिको टुप्पी मात्रै छ अनि यस्तो गर्नु त अनि टमाटर किन्यो त्यो पनि नलैजा भन्छ सबै झिक्द्या छ उले तिर्ने जस्तो लास्टमा हामीलाई अनि थोनलमा आयो के भन्ने कति पैसा लिएर आएको छस् भन्ने हामी 2 जना सोझो फेरि नभन्नु पर्ने रहेछ नि अनि 2 जनाले जति लिएको छ यति भन्यो है अन्त माग्ने सपिङ गर्दाखेरि पनि सबै हामीलाई माग्ने अनि हामीले तिर्नु पर्ने
छैन के सक्यो पैसा सक्यो अब 40,000 छ जम्मा मेरो अनि साथीकोमा कति 25,000 त्यति अब के गर्ने कसो गर्ने केही थाहा छैन अब नेक्स्ट टाइम चाहिँ अनि मागेको छ हाम्रो पैसा तिर्देको छ आज चाहिँ धेरै पछाडि खाना देख्न पाइरहेको छौँ त्यो पनि यो माम पुरै यस्तो छ कि जति फुको बनाउनु खोजे पनि नहुने अनि यो फ्लेभर सबै गुलियो आछ यहाँको खै त्यो नुनहरू के अब त्यो नुनहरूले अनि लसुन पनि उहाँ जस्तो नहुँदो रहेछ अनि त्यही भएर एकदमै फ्लेभर एकदम गुलियो आइरहेछ अनि दालमा चाहिँ नुन कडा हो कि जस्तो जस्तो भए यो खोर्सानी पनि केही पिरो नहुने कि साथीहरू अब कस्तो हुन्छ खाइदिने हो हातले गम गम कति दिन भइसक्यो हातले नखाएको भात भयो नि ट्रेनिङ सेन्टरमा 29 तारिकदेखि होइन यो भात त है अहिले पनि त्यस्तै छैन त यो त यस्तै नै के अब दन्काउनु पर्ने हुन्छ कस्तो हुँदो रहेछ हेर भात त्यत्रो पानी थोरै हाल्दाखेरि पनि यस्तो दाल र भात मुसेर खाने बानी यो कालो दाल देख्दाखेरि त त्यो माटोमा आमामा नेपाली मान्छे मिले जत्तिकै भएको साथीहरू यो कालो दाल भेट्दा है दालहरू पनि नपाउने रहेछ के त यस्तो यो कालो दाल देख्दाखेरि त थोरै मन खुसी भएको तपाईँहरूलाई के थाहा साँच्चै त्यो उयो खोर्सानी धुले खोर्सानी पिरो थियो कि नि लाउनै बिर्स्यो होस् अब आज कति दिन कोरियाको कति दिन भयो 1 तारिक कि 2 तारिक होला 29 तारिक हिँडेको मान्छे आज 2 तारिक भइसक्यो बल्ल आज नेपाली खाना अब आज बनाएर खाएको आफै त्यो पनि मर मसलाहरू केही नभएर साथीहरू अब जे भए पनि नुन लागेको थियो भनौँ अनि हल्का नेपाली टेस्ट आएको थियो अनि त्यति भएपछि 4-5 दिन भयो पेटभरि खाना नसकेको आज चाहिँ मस्त खाइदिए दालसँग अनि त्यो माटोमा कालो दाल देखेको त अब्बाई त्यो नेपालीहरू भेटे जति खुसी मिलेको क्या बल्ल बल्ल कालो दाल भेटेन अनि अर्कै टाइपको के उनीहरूको त त्यो टमाटरहरू पनि यत्रो मुला त मजा थियो अनि त्यस पछाडि प्याजहरू पनि यत्रो अन्त लसुनको टेस्ट पनि कस्तो डिफ्रेन्ट एउटा अदुवा चाहिँ सेम जस्तो थियो अनि अमिलो अनि खोर्सानी त्यस्तै पिरै नहुने हेर्दाखेरि यत्रो एकदम गाह्रो रहेछ बल्ल बल्ल खाएर आज चाहिँ अब सुतिसक्यो पेट पनि मस्त डम्म भए रातभरिलाई ढुक्क भयो अनि साथीलाई त कोरियन खाना पनि मिठै लाग्छ नेपाली भन्दा होला होइन जे पनि मिठो मानेर खानुहुन्छ नि साथीले खाएको देखेर चाहिँ मलाई खाम लाग्छ मुखमा हाल्यो फेरि त्यस्तै गनाउने आजको दिन पनि गयो मार्केट गयो 1.5 लाखको सपिङ हान्यो अर्को साउहरूले त सबै के किनेर ल्याइदिन्छ अरे हाम्रो साउले त कति पैसा लिएर आएको छ नेपालबाट भनौँ अब हामी सोझो मान्छे दुवैजना जति छ त्यति भनौँ आफ्नै पैसा माग्दै सपिङ गरिदिन्छ कि त्यो पनि हामीलाई मन लागेको कुरा लान दिन्न कि होइन अनि पैसा चाहिँ आफै तिर्नुपर्ने छ आज 1.5 लाख सक्यो 1.5 लाख अनि त्यस पछाडि होइन नि साथी 2 लाख त लेको दिन्छ सक्यो के हाम्रो पैसा 50,000 त्यो ब्याङ्क एकाउन्ट बनाउनेमा दियो अनि त्यस पछाडि अर्को 20,000 होइन 20,000 त्यो उयसलाई अनि 50, 60, 70,000 त गयो नि अनि त्यस पछाडि 70,000 गयो अनि 80, 90, 100 अनि अझ 1,20,000 त हुनुपर्ने धानसँग कहाँ गयो त्यो पैसा मैले 50,000 मात्रै थियो र नि मसँग त्यहाँनिर अलिकति 2 लाख लिएको अनि हिसाब गर्दा त 50,000 त मेरो पैसा हरायो अनि हतार खोजेको रहेछ है धन्न बचेछ यति यो चाहिँ लुकाउने हो अब किनभने साउले यति त देखिहालेको छ यो पैसाहरू अब सक्यो भने अनि माग्यो भने यति दिने यो चाहिँ लुकाउने अनि पछि हामीलाई काम परिहाल्यो भने अनि आफै मार्केट जाँदाखेरि भेटियो पैसा 3-4 ठाउँतिर बल्ल पैसा हरायो भनेर यस्तो भएको थियो पैसा भेट्यो अब आनन्दको निन्द्रा लाग्छ अब सुत्ने हो यति हो आजलाई अब भोलि बिहान उठेर खानासाना बनाइराख्नु पर्यो अब दिउँसो हामी खानासाना बनाउनु यो बोक्नु पनि भने होइन अब खानासाना बनाइराखेर जाने अनि त्यस पछाडि दिउँसो 1 घन्टाको ब्रेक हुन्छ के अरे भात खाने अनि त्यति बेला खुल्ल कुदेर आउने भात खाने जाने आजलाई त्यही त साथीहरू बाई बाई गुड नाइट